नमस्कार साथीहरु, तपाईहरु सबैलाई स्वागत छ आजको भिडियोमा। आजको भिडियोमा हामी नेपाल एकीकरणमा को कहाँ मारिए भनेर याद गर्न जाँदैछौँ। काजी कालु पाण्डे कीर्तिपुरमा मारिए। कालुले कलाकृति राम्रो गर्छ है, गोरेहरूले अल्छी हुन्छन् गर्दैनन्, तर कालु जो कालु छ, कालुले कलाकृति राम्रो गर्छ। कीर्तिबाट कीर्तिपुर है। त्यस्तै गरेर काजी तुलाराम पाण्डे कान्तिपुर। तुलोमा राम बसेपछि है सही तौल पाएर अनुहारमा कान्ति छाउँछ है। तुलोमै राम बसेपछि चाहिँ तौल सही पाइयो, त्यसपछि अनुहारमा एकदम कान्ति खुसी छाउँछ भनेर याद गरौँ। तुलामा राम बसेपछि कान्ति छाउँछ अनुहारमा भनेर यसरी चाहिँ याद गर्न सकिन्छ साथीहरु। त्यस्तै गरेर भक्ति थापा देउथल। भक्ति गर्नेहरूलाई देउथालमा प्रसाद खानलाई भनेर याद गरौँ साथीहरु। जो मान्छेले भक्ति गर्छ उसलाई थालमा प्रसाद दिने, देउथालमा प्रसाद है। भक्ति गर्नेहरूलाई देउथालमा प्रसाद भनेर याद गरौँ। त्यस्तै गरेर अमरसिंह थापा जैथक। जो अमर छ ऊ अथक छ है त साथीहरु। जो अमर छ नि ऊ थाक्दैन, ऊ जे गरे पनि थाक्दैन। जो अमर छ ऊ अथक छ भनेर याद गरौँ। अथकबाट जैथक भनेर याद गरौँ। नयन सिंह थापा अल्मोडा। कसरी याद गर्ने? आफ्नो नयनलाई अल साइड मोड है, चारैतिर मोड्ने आफ्नो नयनलाई अल साइड मोड भनेर याद गर्नु साथीहरु। अल साइड मोडबाट अल्मोडा। नयन भनेको चाहिँ नयन आँखा भइहाल्यो। सरदार गन्धर्व राणा काकडा। सरदारले गन्ध आएको काँक्राको अचार खान्छन्। जो सरदारहरू छ नि, सरदारहरूले गन्ध आएको काँक्राको अचार खान एकदमै मन पराउने। यसबाट सरदारले गन्धबाट सरदार गन्धर्व, काँक्राबाट काकडा भनेर चाहिँ याद गर्न सकिन्छ साथीहरु। त्यसै गरेर शिवराम सिंह बस्नेत छालिङ। यो पनि एकदमै सजिलो छ। शिव र राम भगवान मिलेर सिंहको छाला काटे। हेर्नु त, शिव र राम भगवान, दुईटा भगवान मिलेर के को छाला काटे? सिंहको छाला काटे है। अब शिव र राम, सिंहबाट शिवराम सिंह, छाला छालिङ भनेर याद गरौँ साथीहरु। परशुराम थापा समनपुर। पशुहरूलाई रामले समन बोलाउँछन् भनेर याद गरिनु भयो। पशुहरूलाई रामले समन गर्छन् है, समन गर्छन् बोलाउँछन् भनेर याद गरिनु भयो। नत्र भने मरेका पशुहरूलाई रामले ससम्मान पुर्छन् है। सम्मान पुर्छन् भने समनपुर भनेर यसरी चाहिँ रिलेट गर्न सकिन्छ। पशुहरूलाई रामले समन गर्छन् बोलाउँछन् भनिनु भयो, अथवा मरेका पशुहरूलाई रामले ससम्मान पुर्छन्। हस्तिदल शाह, हरदत्त शाह, हर्षजित शाह चौतारिया र रणजोर कुँवर कहाँ मारिएका रहेछन्? कुमाऊमा मारिएका रहेछन्। यसलाई कसरी याद गर्ने? एक हस्ती हरदत्त हर्षित भएर रणभूमिमा उत्रदा ज्यान गुमाए है। एक हस्ती हरदत्त हर्षित भएर रणभूमिमा उत्रदा ज्यान गुमाए। यसरी चाहिँ हस्ती, हरदत्त, हर्षजित, रणजोर सबैको नाम चाहिँ यसमा समेटिएको छ। यसलाई याद नै गर्नु होला। एक हस्ती, चिन्ने मान्नेका हस्ती, जसका नाम हबाटै आउँछ हरदत्त, के भएर? हबाटै हर्षित भएर केमा उत्रिए? रणभूमिमा उत्रदा चाहिँ ज्यान गुमाए। गुमाएबाट कुमाऊ यसरी चाहिँ रिलेट गर्नु होला। त्यस्तै गरेर जयकृष्ण कुँवर तिमाल है। जयकृष्ण कुँवर कहाँ मारिएका थिए? तिमाल। जयकृष्ण बस्नेतलाई नचिन्ने कुनै छ होला र है? ती त माल हुन्, तिनले खतरा इन्टरटेनमेन्ट गर्छन्। जयकृष्ण बस्नेतले ती त माल हुन्, तिनले खतरा इन्टरटेनमेन्ट गर्छन् भनेर चाहिँ याद गर्नु होला। जयकृष्ण कुँवर तिमाल। भीमसेन थापा पलाञ्चोक है त। भीमसेन थापाको नाम त तपाईले कति सुन्नु भएको छ अहिलेसम्म? भनेको चाहिँ के छ, कसरी याद गर्ने? भीमसेन थापाले प्लान बनाउँछन् है, अरूले एक्जिक्युट गर्छन्, तर मेन प्लान गराउने मान्छे चाहिँ को भन्दाखेरि भीमसेन थापा हो। र भीमसेन थापाले के गराउँछन्? प्लान गराउँछन्, पलाञ्चोक। त्यस्तै गरेर भास्कर राणा दिगर्चा। भास्करलाई काम गर्न दिए गर्छ है। भास्करले काम गर्ला जस्तो लाग्दैन, तर नाम सुन्दा पनि के भास्करले के काम गर्ला र, तर भास्करलाई काम दिए गर्छ दिगर्छ है त। त्यस्तै गरेर केयर सिंह बस्नेत सतहु। यो पनि एकदमै सजिलो छ। केयर सिंह लिम्बूको गाना कसले सुनेको छैन र है? केयर सिंह लिम्बूका गीत यति राम्रा हुन्छन् कि ती गीतले सताउँछन् है। सुन्यो पीडा दिन्छन्, के रुन मन लाग्छ, सताउँछन्। सतहु भनेर चाहिँ याद गर्नु होला। केयर सिंह लिम्बूका गीतहरू यति राम्रा हुन्छन्, तिनीहरूले सताउँछन् सतहु। केयर सिंहको गीतले सताउँछ सतहु भनेर याद गर्न सकिन्छ। यति भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद साथीहरु।